हेलो सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई धेरै नमस्कार भन्न चाहन्छु। आज म यहीँ अफिसको मुनिबाट चाहिँ भिडियो बनाउँदैछु है गाइस। म माथि जाँदैछु र आज के भने म अलि छिटो आयो भन्नाले यही हो टाइम मेरो होइन। अब मैले खोल्नुपर्छ र कोही पनि आएको छैन। दुईजना म्यानेजर आउनु छ, खोल्नुपर्छ क्या। अझ के टिकी भने हगेर पो रहेछ। ढाको ढोका कस्तो साह्रो छ यो ढोका फेरि। बहुत साह्रो छ ढोका यार। सट्ट पारामै गाइस। सो हाम्रो अफिस चाहिँ यस्तो छ। यो चाहिँ काउन्टर हो, मेन काउन्टर। अनि यहाँ चाहिँ कस्टमरहरू बस्ने ठाउँ, अनि चाहिँ मेन काउन्टर है यो। एकदम गर्न चाहिँ यो उस बेला चट्ट पाराले पनि फुल छ है, हुन्छ। अनि यहाँ पानी खाने भाँडो छ, पानी खाने। अनि यहाँ चाहिँ म्यानेजर बस्छ यहाँ हाम्रो है। फर्स्ट म्यानेजर यहाँ बस्छ। मैले चाहिँ यो टेबलहरू सफा गर्नुपर्ने हुन्छ, यो त्यो तिनीहरू अनि यस्तो सफा गर्नुपर्ने हुन्छ होइन। अनि यता पनि यहाँ चाहिँ स्टाफहरू आएको छैन अहिले। अनि यही हो मेरो काम, यस्तै पुस्ने होइन, यही हो। अनि यहाँ पनि कम्प्युटरहरू छ यस्तो होइन, यिनीहरू पुस्ने अनि यस्तो पुस्ने, यही हो मेरो काम। यस्तै छ गाइस अब। अनि तिनवटा रुम भनौँ होइन, तिनवटा रुम। अनि चाहिँ यो चाहिँ मिटिङ रुम हो, चाबी लगाएर यो चाहिँ मिटिङ रुम हो यो। मैले पुस्ने भनेको सरसफाइ गर्ने भनेको यिनीहरूलाई हो। यस्तो यी गाइस, यी टेबलहरू हाम्रो सापको ल्यापटप यहीँ छ, सबै सामान यहीँ छ। अनि सो यो पङ्खाहरू सफा गर्ने गाइस। अब यहाँ तल त फ्लोर त सफा छ, यो सफा गर्नु पर्दैन। यसो त्यो यसो तानिदियो, तानेपछि अनि सफा भइहाल्छ। सबै सब पुरै दिछाएको नि त। अहिलेलाई यो ढोका बन्द गरिदिउँ, मैले तपाईँलाई देखाउनको लागि मात्रै। यस्तो चाहिँ होइन। अब आज किन ढिलो भयो त? नत्र त सधैँ त आइहाल्थ्यो यतिखेर होइन। अनि छोटो कार्पेट चाहिँ यहाँसम्म लगाएको थियो कि, यहाँबाट माथि चाहिँ मैले लगाएको गाइस। यहाँबाट माथि चाहिँ मैले लगाएको। कस्तो छ गाइस, कस्तो छ? यो सब मैले लगाएको। यसरी चट्ट त्यहाँ काटेर यसरी। अनि यति मात्रै लगाएको छ है, त्यही हो गाइस। यति मात्रै लगाएको छ। यता माथितिर चाहिँ लगाएको छ, यता माथितिर चाहिँ लगाएन किनकि अब त्यति उस पर्दैन नि त। काम सकेपछि एकैछिन यहीँ बस्ने हो, 1-1.5 घन्टा। अनि त्यसपछि फेरि तल गएर बस्छु। लुक्नु त पऱ्यो। पानी खाने भाँडा मेरो यो सब पानी मैले खाने हो खास गरी। स्टाफ पनि छैन यहाँ, गिलासहरू छ। यहाँ चाहिँ पानी तताउने, चिया तताउने त उस्तै छैन। यस्तो हिटरहरू छ, चिया तताउने त अब ऊ नै छैन। यहाँ चाहिँ हाम्रो यस्तो ऊ छ बाहिरपट्टि टोइलेट एउटा छ, 2टा छ टोइलेट। यो नयाँ टोइलेट बनाएको, अनि यो चाहिँ पुरानो टोइलेट हो। अनि यो चाहिँ नयाँ टोइलेट यस्तो। यो पेन्टहरू गाइस मैले हानेको है। यो पेन्ट नि यो सब मैले हानेको। यो पेन्ट म पनि कालीगार हो नि त, पेन्टिङको कालीगार। सब मैले हानेको। यो सेतो त लाग्छ नि त। अनि मैले यसमा छोड्दै थिएँ कि, यसमा छोड्दै थियो नि त मैले। यो यहाँदेखि यति छोड्दै थिएँ, यहाँ सेतो लाग्छ भनेर हिसाबले। अनि यो पनि लगाउन भनेर चाहिँ अनि मैले फेरि हानिदिएँ। यो पनि लगाइदिएँ। मेरो काम फेरि सकिहाल्यो। अनि मैले यही हो सो गाइस मेरो
मेरो काम भनेको मैले हिजो चाहिँ सल्लाहकै यो सबै सोरेँ। पहिला पनि अलिअलि बढालेको बढाउन त, तर अलि राम्रोसँग सफा गर्नु पऱ्यो भरे सफा गर्नु पऱ्यो भनेर भने। अनि हिजो सल्लाहकै पुरै 1-1.5 घन्टा लाग्यो मलाई पुरै सफा गर्नु। यो कुरा माटोकै निस्केको होला नि, सल्लाहकै पुरै पुरा बाहिरको यस्तो छ। बाहिर यस्तो घाम लागिरहेको छ। यताको मौसम पनि देखाइदिनु नि। ठुलो बिल्डिङ छ उता ठुलो बिल्डिङ छ। त्यता पनि गएको छु गाइस म एकचोटि त्यही सामान लिन र यही टोइलेटको सिटहरू लिन, अनि त्यो तलको बस्ने गत्ता लिन, सोफा लिन गएको थिएँ। अनि खोइ त्यो बिल्डिङ हो को बिल्डिङ म एकचोटि गएको के मलाई थाहै भएन। म त्यति साह्रो घुमेको पनि छैन अनि यताउति मलाई केही थाहा छैन यहाँदेखिको बारेमा। आउने हो, काम गर्ने हो, घर जाने हो, भात खाने हो, सुत्ने हो, त्यही हो गाइस। अब बचेको यति छ, यो टाइल लगाएर बचेको यति छ। अब यो के गर्छ, हावाले खसाल्छ कि। अब त्यस्तै हो गाइस। काम भनेको यस्तै हो, लखर लुखुर होइन। काम भनेको अब काममा एकदमै हल्का छ कामै छैन। अब के गर्नु काम। यसो टेबल चाहिँ पुस्यो, यताउति गयो, यो सफा गऱ्यो, यो डेली सफा गर्नु पर्दैन। आफ्नो मर्जीले 1-2 दिन बिराएर जहिले गरे पनि भयो, त्यही हो। अनि मस्त बस्ने अब। त्यही गेस्टहरू आयो भने अब त्यही अब यसो मिठाई सिठाई आउँछ, पानी सानी दिने, मिठाईहरू दिने होइन, त्यही हो। अब अनि अब चिया त अब चियाको उस नै छैन। अब चिया बनाउनु पर्दैन। मैले कस्तो आँप फलिरहेको छ कस्तो आँप फलेको यो पारिको कि यस्तो आँप फलेको कि। हाम्रोतिर त फल्दैन त, नेपालमा त होइन यस्तो आँप त। यहाँ हाम्रोतिर त फल्दैन त त्यस्तो आँप त। यतिखेर त यो सिजनमा त यहाँ त यस्तो आँप फलेछ यार, अचम्म यार। हाम्रो उता नि फुलेछ, यता नि फलेछ आँप। यो चाहिँ के हो फेरि त्यो सानो, त्यहाँ पनि गेडा देखे जस्तो लाग्यो। आँपै होइन त्यो पनि, कस्तो फुलेछ हेर। त्यही अब यस्तै छ काम भनेको। खालि कपडा लिएर तल झर्नु पऱ्यो। अब म यसो पुसपास गर्नु पऱ्यो नि गएर अब पुसपास गर्नु त पऱ्यो होइन। काम त गर्नै पऱ्यो, यसो गर्नु लखालुखु गर्नै पऱ्यो काम त होइन। अनि अब मैले चाहिँ मोबाइल, चाबीहरू सबै मेरो सामानहरू चाहिँ मैले सेभ गरेर राख्दिनँ कि। मैले यसरी बाहिरै यहीँ राखेको हुन्छु कि, किनकि यही टेबलमा राखेको हुन्छु। किनकि यहाँ कोही पनि आउँदैन नि त, सिटिङको बाहिरको मान्छेहरू, अनि मै मात्रै हो। अनि त्यही हुनाले गर्दाखेरि मैले चाबी चाहिँ यहीँ राख्छु कि। यस्तरी मैले 2टा चाबी लिएर आएको छु। यो मेरो रुमको, यो चाहिँ अफिसको, 2टै अफिसको है। यो चाहिँ उता बाहिरपट्टि सटरको, यो चाहिँ यतापट्टि सटरको है। 2टा चाबी लिएर आएको छु। मैले मोबाइल यहीँ राख्छु, जहिले पनि यहीँ राख्छु। यस्तो बाहिरको मौसम चाहिँ यस्तो बवाल घाम लागिरहेको छ यार। यहाँ त गर्मी हुन्छ कि। लाली जो बन जान्छ कि हजुरा ओ पाता बजाउने मायालाई भेटियो यो मनको तिर्सना मेटियो गाईलाई चराउँदै लाली जो बन जान्छ कि हजुरा पाता बजाउँदै। मौसम यस्तो राम्रो भएको भएर मैले यसो फिल आएर चाहिँ गीत गाएको गाइस। सो है त्यही हो।